ल क्वेशन अब one of the following container is most important for urine culture भनेको छ wide mouthed with lid, sterilized with lid, clean and dry, properly washed, clean and dry. अनि कस्तो युज गर्ने हामीले कल्चरको लागि कस्तो हुनु पर्छ भन्नु त युरिन कल्चरको लागि कन्टेनर कस्तो राख्ने त स्टेराइल हुनु पर्यो के मेजर which of the following parasite can cause filariasis Wuchereria bancrofti हैन lymphatic filariasis गराउँछ टेनिया सोलियमले के गराउँछ हुकुमहरुले त अब आइरन डेफिसिएन्सी एनिमिया त्यसपछि ग्राउन्ड टेम्पर आउँछ है ल त्यसपछि द डाइल्टिङ फ्लुइड फर द टोटल ल्युकोसाइट काउन्ट इन ब्लड इज के युज गर्छौं हामीले टक्स फ्लुइडमा के हुन्छ ग्लाइसिल एसिटिक एसिड 1.5 to 2% है ल urinary sugar is done which of the following test method right रोथरास टेस्ट केटोन बडीजको लागि गर्छ के लागि गर्छ केटोन बडीजको लागि हैन बेलिडी भनेको सुगरको लागि अर्लिस भनेको युरोबिलिनोजेन हैन र सल्फोसैलिसाइलिक एसिड भनेको प्रोटिनको लागि युरिनमा प्रोटिनको लागि सो आन्सर के हुने भयो सुगरको सोध्या छ के हुने भयो बेनेडिक्ट फंक्शन अफ किडनी इंक्लूड ऑल ऑफ द फॉलोइंग एक्सेप्ट भनेको छ हैन रेगुलेसन अफ वाटर कन्टेन्ट अफ द बडी यो पनि ठीक हो रेगुलेसन अफ इलेक्ट्रोलाइट यो पनि ठीक हो मेन्टेन अफ द नर्मल एसिड बेस इक्विलिब्रियम यो पनि ठीक हो फर्मेसन अफ युरिया यो भनेको लिभरले गर्छ कसले गर्छ लिभर ल एक्सक्रेसन गर्छ फर्मेसन गर्दैन है लिभरले आन्सर हुने भयो अब युरिया इज फर्म फ्रम व्हिच टक्सिक मटेरियल भनेको छ युरिया केबाट बन्छ एमोनियाबाट बन्छ हामीलाई थाहा छ हो सो युरिया इज फर्म बाइ एमोनिया टक्सिक हो हाम्रो शरीरले त्यसलाई स्टोर गर्न सक्दैन के अनि युरिया बनाएर फालिदिन्छ ल while examining blood smear on the microscope if you are using oil immersion objective the power of the eyepiece is 10x the total magnification हैन कुन बनाएको छ ओइल अब्जेक्टिभ बनाएको छ भनेपछि 10x छ ओइल भनेको कति हो 100 कति भयो त 100 हो 1000 टाइम म्याग्निफिकेसन है यो क्वेशन सोधेको छ सो हामीले ओइल इमर्सन हेर्ने हो भने आइपिस को 10 हुन्छ अनि 10 * 100 गर्दाखेरि 1000 गुना ठुलो देखाउँछ रियल इमेज है नर्मल भ्यालु अफ द स्पर्मेटोजोआ काउन्ट गर्ने छ कति हुन्छ अब कति भन्नुस् कति पढाएको थियो हामी 60 देखि 150 पढाएको छ हैन अब छैन कुन मिल्छ त 80 देखि 160 मिलियन्स युनिट थाहा हुनु पर्यो है मिलियन्स पर एमएल मा त्यति स्पर्मेटोजोआ हुनु पर्यो What is the infective stage of hookworm? यस्तो क्वेशनहरु अब के पढाउनु पर्यो पिलारी फर्म हैन हो कालाजार भनेको कसले ट्रान्समिट गर्छ स्यान्ड फ्लाइ क्वेशन छ All of the following fruits have flagella भनेर एक्सेप्ट कुनमा फ्लाजेला हुँदैन बालान्ट्रिडियम कोलाइमा के हुन्छ यसमा के हुन्छ हजुर के हुन्छ रे हजुर
फ्यान बन्द गरिदिनुहोस् आवाज के भन्नुभयो के हुन्छ रे सिलिया सर सिलिया भेरी गुड के छ होला के ओ त्यहाँ हाल्यो भाइ छोड दे भाइ छोड दे है त स्पेसमा सिलिया हुन्छ अरु सबमा फ्लाजेला हुन्छ What is the main component of bacterial cell wall to difference gram positive and gram negative by staining method? के हो पेप्टिडोग्लाइकेन हैन र यसको डिफरेन्समै पढेको थियो हामीले पेप्टिडोग्लाइकेन लेयर अफ द सेल वाल थिकर इन थिकर कुनमा हुन्छ ग्राम पोजिटिभमा र थिनर कुनमा हुन्छ ग्राम नेगेटिभमा सजिलो क्वेशन हो ट्राइकोमोनास भेजाइनालिस इन्फेक्ट ह्युमन after sandfly bite, mosquito bite, eating contaminated food and water, sexual contact. केबाट सर्छ sexual contact बाट हैन र सेक्सुअल कन्ट्याक्ट amoebic dysentery in man and animal is caused by Entamoeba histolytica है इन्टरमिडिएट अकल ब्लड टेस्ट को मिनिङ के भयो हिडन ब्लड इन स्टूल हैन हिडन ब्लड इन द स्टूल र pH of urine between 3 to 8 4 to 9 3.5 to 7.8 4.5 to 7.8 कति हुन्छ 4.5 to 7.8 एभरेजमा कति हुन्छ 6.0 एभरेजमा कति हुन्छ रे 6.0 यो पनि 0.5 देखि 7.8 एभरेज pH सोध्यो भने 6.0 है ल केमिकल युज्ड इन Sally's मेथड अफ हेमोग्लोबिन N/10 हाइड्रोक्लोरिक एसिड N/10 एसिल युज गर्छौं हैन ल नर्मल युरिन भनेको के हुन्छ स्लाइटली अल्कलाइन नाइदर अल्कलाइन नर एसिडिक स्लाइटली एसिड ल नेट पनि त्यस्तै छ आज फेरि सुनिरहेछ हेलो 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 आवाज सुनिरहेछ मेरो आवाज सुनिरहेछ आवाज सुनिरहेछ सर अलि यो नेट चाहिँ फेरि राम्रो छैन कि आज नर्मल युरिन कस्तो हुन्छ भर्खर पनि हामीले pH कति हुन्छ रे 6.0 भने यो के हो स्लाइटली एसिडिक भेरी गुड 6.0 एभरेज हुन्छ सो स्लाइटली एसिडिक भयो द अमाउन्ट अफ प्लाज्मा इन नर्मल ब्लड इज एप्रोक्सिमेटली 55% हैन 45% ब्लड सेल 55% मेच्योर सिस्टम Entamoeba histolytica is quadrinucleated which strain is commonly used very good कुन स्टेनले ब्याक्टेरियाले दुईटा ग्रुपमा बाँड्छ जनरली है ग्राम स्टेन ग्राम पोजिटिभ एन्ड ग्राम नेगेटिभ है which कमनली भनेको छ है नत्र जेडेन स्टेनले नि अल्बर्ट स्टेनले डिफरेन्सिएट गर्छ है डिफरेन्शियल स्टेन हो तर कमनली भनेको ग्राम स्टेनलाई भेरी गुड नर्मल ब्लड कन्टेन्ट भनेर सोधेको छ WBC RBC प्लेटलेट मलेरिया प्यारासाइट कुन हुन्छ एक्सेप्ट नर्मल नर्मल मलेरिया प्यारासाइट नर्मल एक्सेप्ट भने त्यही भएर एड्स डिजिज इज कज्ड बाइ भाइरस व्हिच बिलोंग्स टु कुन ग्रुपमा पर्छ रेट्रो हैन रेट्रोभाइरस ग्रुप रेट्रोभाइरस भेरी गुड ग्लासवेयर युज्ड इन बायोकेमिस्ट्री ल्याबोरेटरी बेस्ट क्लिन्ड आफ्टर डिपिङ इन्टु भनेर क्लिनिङ अफ ग्लासवेयर पढाउँदाखेरि भनेको थिएँ मैले डाइक्रोमेट सोल्युसन है
केमा डुबाउनुपर्छ डाइक्रोमेट पोटासियम डाइक्रोमेट नर्मल ब्लिडिङ टाइम्स Dichromate solution. भेरी गुड आइप्स मेथडबाट कति पढाएको थिएँ 2 to 7 मिनट भनेको थिएँ 2 to 9 होइन अब कुन मिल्छ 2 to 7 मिनट हुन्छ कुन मिल्छ अब 2 to 9 मिनट ल अब यस्तोमा चाहिँ स्ट्यान्डर्ड आउँछ है अब यसमा मैले कुन एन्सर राखेको छु मैले नि बिर्सिसकेँ तर 2 to 7 हुन्छ भनेर स्ट्यान्डर्ड हो कहिलेकाहीँ 1 to 6 पनि एन्सर हुन्छ कि है त सो यो 1 to 5 लाई पनि लिन सकिन्छ है त यस्तो क्वेसनहरूमा अब लोकसेवामा सोद्धाखेरि 1 स्ट्यान्डर्ड to 5 लगा रङ हेराइरहेको थियो 1 to 5 पनि ठिक हो है अब यो 2 to 9 अथवा चाहिँ 2 to 7 भनेको थिएँ होइन अब यो टाइपिङ मिस्टेक हुनसक्छ 2 to 7 नै मानेर राख्नु ल है त 2 to थाहा छ नि त नर्मल भ्यालु तपाईँलाई लोकसेवामा आउँदाखेरि अब त्यो एन्सर लगाउनु है त स्ट्यान्डर्ड आउँछ त्यहाँ ल इन्क्रिज इन ब्लड ग्लुकोज लेभल इज नोन भनेछ के भन्छ त्यसलाई हाइपरग्लाइसेमिया भेरी गुड फादर ब्याक्टेरियोलोजी रोबर्ट कोच Robert Koch. अनडिकम्पोजेबल कन्स्टिट्युएन्ट एनी काइन्ड अफ म्याटर भनेर सोधेको छ त्यसलाई के भन्ने एलिमेन्ट है त Element. पिक्चरमा पढाएको थिएँ मैले याद लगाएको Element. हाउ इज भोल्युम मेजर्ड इन द ल्याबोरेटरी के अरे इन ल्याबोरेटरी बायोकेमिस्ट्री भनेर सोधेको छ भोल्युम इज मेजर्ड इन द 3 डाइमेन्सन लेन्थ विथ डेप्थ क्युबिक युनिट्स होइन भोल्युम इज 2 डाइमेन्सन भोल्युम 3 डाइमेन्सन लेन्थ विथ सर्फेस इन्टु क्युबिक नलेगा कुन हुन्छ भोल्युम कसरी नाप्छ Volume of measure 3 dimension. के अरे 3 dimension cubic meter अनि 3 meter. क्युबिक युनिट्समा होइन सेन्टिमिटर कि एमएम ए कि सी हुन्छ ए सर अब यस्तो सोध्दैन मैले राखिदिएको मात्रै है किताबमा थियो यो अनि राखिदिएको वाट इज द रिकमेन्डेड क्लिनिङ फर रिमुभिङ ओइल फ्रम अब्जेक्टिभ लेन्स रिकमेन्डेड भनेको अब जाइलिन हो तर रेगुलर युज गर्नु हुँदैन लेन्स खराब हुन्छ फेरि कमनली हामी स्पिरिट के अरे 70% तर क्लिनिङ एजेन्ट हो जाइलिन जाइलिनले एकचोटि सफा गर्नुपर्ने हुन्छ है What will be the normality of sodium hydrochloride if 20 grams of sodium hydroxide are dissolved in 500 ml of water भनेको छ अब यो निकाल्ने अब ट्याङ्की ट्याङ्क हिसाब सिकाएको थिएँ होइन यहाँ के दिएको छ वेट दिएको छ डब्लु दिएको छ 20 ग्राम भोल्युम दिएको छ 500 सोडियम हाइड्रोक्साइड भनेको NaOH सो उसको कति भयो इक्विभ्यालेन्ट वेट 40 आउँछ होला हो ल सो वेट इज इक्वल टु भेन बाई 1000 भनेर पढाएको थियो हामीले हो कि नै भोल्युम कति छ 500 हो अनि यहाँ वेट राख्यो पहिला वेट कति भयो 20 अनि भोल्युम भनेको 500 इक्विभ्यालेन्ट वेट भनेको 40 नर्मालिटी निकाल्नु पर्ने छ बाई 1000 ल दुईटाले दुईटा एउटाले एउटा गयो सो n इज इक्वल टु कति हुने भयो 4 5 20 होइन 20 क्यान्सल भयो 1 आयो कति हुने एन्सर हुने भयो 1 आयो मोलारिटी सोधे तर मोलारिटी 1 आयो है कसरी आयो बुझ्यो नि सिकाएको थिएँ स्मल राउन्ड अब्जेक्ट फाउन्ड इन द युरिन सेडिमेन्ट द्याट डिजल्भ आफ्टर द एडिसन अफ द डाइल्युटेड एसिडिक एसिड भनेको छ है राउन्ड अब्जेक्ट छ युरिनमा होइन र एसिडिक एसिड हाल्दाखेरि हराएर जान्छ त्यो के हो भने रेड ब्लड सेल हो के हो रेड ब्लड सेल त्यही भएर पस सेल प्लेन्टी छ आरबिसी प्लेन्टी छ छुट्याउन गाह्रो छ भने हामीले एसिडिक एसिड हालिदिन्छौँ एक ड्रप अनि के हुन्छ आरबिसी के हुन्छ लाइज हुन्छ के है त अनि पस सेल हामी काउन्ट गर्न सक्छौँ obligatory parasite means completely dependent on the host have a free and parasitic life don't have always live in outside the host obligatory one के हुन्छ completely dependent upon the host हैन र ल solidifying agent of culture media भनेर सोधेको छ यो मतलब कुन हो solidifying agent अगार हैन ल
हो Agar. Agar. अरू न्युट्रिएन्ट हो सीमेन शुड बी रिच टु द ल्याब विदिन द आफ्टर इजाकुलेसन भनेको छ 120 मिनट 60 मिनट 30 मिनट अनि 10 मिनट 30 मिनट है किनभने हाम्रो लिक्विफेक्सन टाइम कति छ 20 देखि 30 मिनट अथवा 15 देखि 30 मिनट 30 मिनट भित्र ल्याबमा पुर्याइसक्नु पर्ने हुन्छ वाट इज द लाइफ स्प्यान अफ आरबिसी अब यस्तो कुराहरू के भन्नु स्टेनिङ मेटेरियल अफ एसिड फास्ट ब्याक्टेरिया सुन्नुहुन्छ कार्बन 15 है त एसिड फास्ट ब्याक्टेरियाले कसको कलर कार्बन 15 अब हामी स्टेनिङ पढ्न बाँकी छ भोलि स्टेनिङ पढ्छौँ अनि थाहा हुन्छ अल अफ द फलोइङ आर निमाटोड एक्सेप्ट स्क्यारिस के हो निमाटोड हो ट्राइचेरिस निमाटोड हो हुकवर्म निमाटोड हो एचनाना के हो एचनाना हाँ प्रोटोजोल पैरासाइट के अरे प्रोटोजोल टेप हो। पैरासाइट भनिरहेछ प्रोटोजोल पैरासाइट एचनाना टेपवर्म्स म्हणजे कुन क्लासमा पर्छ त सिस्टोड है अब पैरासाइट याद छैन भर्खर पढाएको कुरा बुझ पढाइ पुगेको छैन है पढ्नुस् गाह्रो छ नाम निकाल्नु यो लेभलले नाम निस्किँदैन अनि मलाई नभन्नु कि सरले पढाएन अनि मेरो नाम निस्किन भन्नु आफै पढ्ने हो पढायो कुरा ब्लड ग्लुकोज लेभल कति हुन्छ नर्मल अब यो अप्सन अनुसार कुन एन्सर ठिक भयो यही ठिक भयो हैन हो ल अब यसमा कुन हो फास्टिङ हो पिपिओ केही भनेको छैन अब यही लगाइदिउँ है 70 देखि 110 हुन्छ हैन फास्टिङमा हो सेन्ट्रिफ्युज मेसिन भनेको कुन प्रिन्सिपलमा छ त्यही हो सेन्ट्रिफ्युगल कुनमा हो सेन्ट्रिफ्युगल फोर्स नर्मल रेन्ज अफ डब्ल्युबिसी पर क्युबिक मिलिमिटर ब्लड भनेर भनेको छ कति हुन्छ 4000 देखि 11000 हैन यो पनि बिगारेको छ साथीहरूले कसरी हुन्छ 80% भनेको 40 नम्बर हाइएस्ट छ जम्मा जबकि यसमा केही नभने 48 वटा मिल्नु पर्ने हो ल बुझिरहेछ सेरम इलेक्ट्रोलाइट भनेको केबाट एनालाइज गर्छौँ हामीले फ्लेम फोटोमिटर हैन अथवा आइएससी माइक्रोब्याक्टेरियम लेफ्रीलाई के पनि भन्छौँ ह्यान्सन कोच बेसीलाई भनेको को हो Very good. Which sample is considered as the gold standard for the early diagnosis of enteric fever by culture? Blood है बिए बासु परेको छ नि फर्स्ट विकमा ब्लड कल्चर त्यसपछि सेकेन्ड विकमा वाइडल थर्ड विकमा युरिन कल्चर फोर्थ विकमा स्टुल कल्चर अकर्डिङ टु बियर्स ल्याम्बर्ट्स ल द फलोइङ आर एब्जर्बेन्स डिपेन्डेन्ट एक्सेप्ट यो त अस्ति पनि सोधेको लोकसेवा क्वेसन हो है त बियर्स ल्याम्बर्ट्स ल भनेको के हो लास्टमा के आउँछ A is equal to Sir, यसको त कलर अफ द सोलुसन भनेर त मिस्टेक आइरहेको थियो के भनेको छ यहाँ ल A is equal to CL हुन्छ नि सो कन्सन्ट्रेसनसँग यहाँ डिपेन्डेन्ट छ एब्जर्बेन्स लेन्थसँग डिपेन्डेन्ट छ अनि यहाँ चाहिँ एप्सिलोन हुन्छ कि यसरी यो यसरी डाइरेक्टली प्रोपोर्सनल हुन्छ नि त हैन यो हटाउनको लागि एप्सिलोन भ्यालु हाल्छ कि यसलाई एप्सिलोन भन्छ अथवा एक्सटेन्सन कोएफिसिएन्ट भन्छ यसलाई सो एक्सटेन्सन कोएफिसिएन्टसँग पनि डाइरेक्टली प्रोपोर्सनल हुन्छ कि द्याट मिन्स एब्जर्बेन्स डिपेन्डेन्ट हुन्छ सोलुसनको कन्सन्ट्रेसन भइहाल्यो डिस्टेन्स भइहाल्यो एक्सटेन्सन एन्सर के भयो कलर अफ द सोलुसन सोलुसनको कलरसँग केही रिलेसन हुँदैन के त्यो केसँग रिलेसन हुन्छ त्यो सोलुसनको कन्सन्ट्रेसनसँग द्याट मिन्स जति धेरै कन्सन्ट्रेसन भयो कलर त्यति धेरै आउने हो है त बुझ्यो नि सर हजुर भन्नु त सर मैले कलर अफ द सोलुसन लगाएको थिएँ सर त के भन्छ मिस्टेक थियो सर मेरो मिस्टेक थियो भने अब त्यो ठिक हो तपाईँको ल ल त्यही लगाउनुहोस् इक्जाममा आयो भने यही लगाउने है त ल कन्सन्ट्रेसन अफ एनएचएल इन नर्मल सलाइन अब यो त बच्चा बुच्चीले भन्छ
0.85%. सर त्यो कलरमा पनि डिपेन्डेन्ट हुन्छ र होइन अनि त्यहाँ एक्सेप्ट भनिरहेछ अनि अनि कसरी कलर डिपेन्डेन्ट हुन्छ सम्झाउनु त कोएफिसिएन्ट अफ द स्याम्पल कलरसँग कसरी हुन्छ त्यो डाइरेक्टली प्रोपोर्सनल टु सोलुसनसँग हुँदैन र सोलुसन केसँग हुन्छ सोलुसनसँग हुन्छ नि सोलुसन केसँग सोलुसन केसँग हुन्छ भन्नु कन्सन्ट्रेसन हुन्छ सर कन्सन्ट्रेसन हामीले यो इक्वेसन दुईटा पढेको होइन एज भने एज इक्वल टु यसरी डाइरेक्टली प्रोपोर्सनल टु कन्सन्ट्रेसन र पाथ लेन्थ होइन र सोलुसनको कन्सन्ट्रेसनसँग के या कलरसँग होइन सोलुसनको कन्सन्ट्रेसन जति धेरै हुन्छ कलर प्रोड्युस त्यति धेरै हुने हो क्या सो एब्जर्बेन्सको कलरसँग कुनै रिलेसन छैन कन्सन्ट्रेसनसँग छ है त बुझ्यो र एक्सटेन्सन कोएफिसिएन्ट भनेको यो हटाउनुको लागि एउटा भ्यालु राखिन्छ एप्सिलोन भन्छ त्यसलाई यसैलाई भन्छ एक्सटेन्सन कोएफिसिएन्ट के भन्छ एक्सटेन्सन कोएफिसिएन्ट अथवा मोलार एब्जर्प्टिभिटी पनि भन्छ के पनि भन्छ मोलार एब्जर्प्टिभिटी है त यो तपाईहरुले गएर सर्च गर्नु होला भेट्नुहुन्छ सो सोलुसनको कलरसँग कुनै रिलेसन छैन सोलुसनको कन्सन्ट्रेसनसँग छ है बुझ्यो म सरत बुझे सर कन्सन्ट्रेसन धेरै भएर कलर आएको हो जस्तै सुगरको यति धेरै पिङ्क कलर आयो भने के हो त्यो कलर धेरै आएर चाहिँ सुगर बढेको होइन के त्यो कलर किन बढी आयो द्याट मिन्स त्यो सोलुसनमा चाहिँ सुगरको कन्सन्ट्रेसन बढी छ के कन्सन्ट्रेसन बढी भएर रिएक्सन बढी भयो कलर धेरै प्रोड्युस भयो के हैन र त्यो बुझ्ने है यो सोधेको छ धेरैले बिगारेर आएको थियो यो क्वेसन त्यस्तै सोचेर सबैले त्यही के अरे यो लगाएको थियो एन्सर एक्सटेन्सन कोएफिसिएन्ट भनेर सुनेकै थिएन अनि ल यसको बारेमा यो क्वेसनको बारेमा मेरो युट्युबमा पनि छ के गएर एकचोटि हेर्नु होला यो कुन सालको क्वेसन हो त्यो क्वेसनै प्र्याक्टिस गराएको छु मैले बोर्डमा एकचोटि हेर्नु होला गएर हाउ मच ब्लड स्याम्पल इज कलेक्टेड फर द मार्कोलोजिकल टेस्ट Which one of the following is example of spirochete? Treponems, है ना? ट्रिपोनेम तो ग्राम पॉजिटिव है ग्राम नेगेटिव हो? भन्नु त? हाँ? कोही त बोल्दैन ग्राम नेगेटिभ सर दैट ग्राम स्टेन यसमा गर्न सकिन्छ भनेको थिएँ मैले डिफिकल्ट हुन्छ है ग्राम स्टेन हुँदैन यसमा ल आफ्टर सेन्ट्रिफ्युगेसन अफ एन्टिकोअगुलेन्ट एडेड ब्लड फ्लुइड रिमेन अन द टप इज सकिँदैन साधारण कलर यसमा हुँदैन ग्राम स्टेन के अरे ल ल 50 को के हुन्छ एन्टिकोअगुलेन्ट ब्लडलाई सेन्ट्रिफ्युज के आउँछ प्लाज्मा सर प्लाज्मा ल सक्यो त सजिलो छैन क्वेसन सबमिट गरिदिने सक्यो तपाईहरुले किताबबाट एमसीक्यू प्र्याक्टिस डेली चाहिँ 100 देखि